हेलो एन्ड नमस्कार टु एभ्रिवान। आउनुहोस् आजको क्लासमा हामी एउटा प्रब्लम सल्भ गर्दैछौँ र प्रब्लम यस प्रकारको छ। द कस्ट एन्ड डिमान्ड फङ्सन अफ अ फर्म आर टोटल कस्ट इज इक्वल्स टु 75 प्लस 9 स्क्वायर एन्ड पी इज इक्वल्स टु 150 माइनस 6 यसरी हामीलाई कस्ट फङ्सन र डिमान्ड फङ्सन गिभन छ र हामीलाई पत्ता लगाउनु छ प्रफिट मेक्सिमाइजिङ आउटपुट प्राइस र प्रफिट है। यो कुराहरू पत्ता लगाउनु छ। सो हामीलाई पत्ता लगाउनु पर्ने कुराहरू चाहिँ यिनीहरू हो। आउनु सुरु गरौँ। सबभन्दा फर्स्टमा हामीलाई के गिभन छ भनेर त्यो लेख्छौँ हामी। सो हामीलाई गिभन के छ त? गिभन टोटल कस्ट फङ्सन हामीलाई गिभन छ। टोटल कस्ट फङ्सन गिभन छ। टोटल कस्ट फङ्सन जसलाई हामी टिसीले डिनोट गर्छौँ इज इक्वल्स टु 75 प्लस 9 स्क्वायर। त्यस्तै हामीलाई डिमान्ड फङ्सन गिभन छ। सो डिमान्ड फङ्सन जुन चाहिँ हाम्रो पी को टर्म्समा छ इज इक्वल्स टु 150 माइनस 6 छ। यो हाम्रो डिमान्ड फङ्सन हो। यसपछि हामीलाई के कुरा थाहा हुनु पर्यो भने प्रफिट भनेको टोटल रेभेन्यू माइनस टोटल कस्ट हो भनेर थाहा हुनु पर्यो। जहाँ यो टोटल रेभेन्यू भनेको चाहिँ प्राइस मल्टिप्लाइड बाई क्वान्टिटी हो भन्ने कुरा थाहा हुनु पर्यो। त्यसैले हामी पहिला त टोटल रेभेन्यू निकाल्छौँ प्रफिट फङ्सनको लागि। नाउ रेभेन्यू टोटल रेभेन्यू जसलाई हामी टिआरले डिनोट गर्छौँ इज इक्वल्स टु प्राइस मल्टिप्लाइड बाई क्वान्टिटी हुन्छ। प्राइस हाम्रो 150 माइनस 6 छ अनि क्यूले मल्टिप्लाई गर्दैछौँ हामी यसलाई। सो पी जस्ताको जस्तै लेख्यौँ। त्यसपछि क्यू मतलब पी को भ्यालु राखेर क्यू जस्ताको जस्तै लेख्यौँ। यो 150 क्यू माइनस 6 स्क्वायर भयो। यो हाम्रो टोटल रेभेन्यू फङ्सन है त। टोटल रेभेन्यू फङ्सन आयो। अब टोटल रेभेन्यू फङ्सन आइसकेपछि के चाहियो त भन्दा प्रफिट फङ्सन चाहियो। सो प्रफिट पाई इज इक्वल्स टु टोटल रेभेन्यू माइनस टोटल कस्ट हुन्छ। हामीले टोटल रेभेन्यू फङ्सन निकालिसकेका छौँ। टोटल कस्ट फङ्सन हामीलाई गिभन छ। सो टोटल रेभेन्यू 150 क्यू माइनस 6 स्क्वायर अनि माइनस टोटल कस्ट फङ्सन हामीलाई गिभन छ 75 प्लस 9 स्क्वायर इज द टोटल कस्ट फङ्सन। यसलाई हामीले ब्राकेट ओपन गऱ्यौँ। सो 6 माइनस 75 माइनस 9 स्क्वायर। सो क्यू स्क्वायर भएको टर्मलाई हामी अगाडि लेख्दैछौँ जसले गर्दा यो 6 यो 9 गर्दा माइनस 15 प्लस 150 जस्ताको तस्तै माइनस 75 जस्ताको तस्तै। त्यसपछि अब हामीलाई त प्रफिट मेक्सिमाइज गर्नु छ। त्यसैले फर प्रफिट मेक्सिमाइजेसन को लागि हाम्रो कन्डिसन के हो भन्दा यसको लागि हाम्रो कन्डिसन छ डी पाई बाई डिक्यू इज इक्वल्स टु 0। यो हाम्रो कन्डिसन हो प्रफिट मेक्सिमाइजेसनको लागि। अब प्रफिट मेक्सिमाइज गर्नको लागि हामीलाई यो कन्डिसन छ अनि हाम्रो पाईको भ्यालु कति छ यो राख्छौँ हामी 15 प्लस 150 माइनस 75 डिनोमिनेटरमा हाम्रो डिक्यू जस्ताको तस्तै इज इक्वल्स टु 0 और यसलाई सल्भ गर्दाखेरि
-15 मल्टिप्लाइड बाई 2q डेरिभेटिभ गर्दाखेरि प्लस 150 minus 0 is equals to 0. Solving this one, minus 30q is equals to minus 150. Therefore, q is equals to 5 units आयो. q को भ्यालु 5 युनिट्स आयो. अब हामीलाई q को भ्यालु लगेर हाम्रो डिमान्ड फङ्सनमा राख्नु छ. अब प्राइस इज इक्वल्स टु क्यू त आइहाल्यो. अब प्राइस चाहिएको हो. प्राइस जसलाई हामी पी ले डिनोट गर्छौँ. प्राइस इज इक्वल्स टु कति छ त हाम्रो क्वेसनमा 150 माइनस 6q. यो भनेको 150 माइनस 6 इन्टु 5 इज इक्वल्स टु रुपिज 120 भयो. त्यसपछि अब प्राइस पनि भयो, क्वान्टिटी पनि भयो, प्रफिट चाहियो. अब प्रफिट जसलाई हामी पाइले डिनोट गर्छौँ. हाम्रो प्रफिटको फङ्सन चाहिँ कति थियो भन्दा -15q² प्लस 150q माथिबाट हाम्रो प्रफिट फङ्सनबाट लिएको यो इज इक्वल्स टु -15 इन्टु q को स्क्वायर भनेको 5 को स्क्वायर प्लस 150 इन्टु 5 माइनस 75. यसलाई सल्भ गर्दा हामीसँग कति आउँछ त भन्दा यो -15 इन्टु 25 प्लस 750 माइनस 75. यसलाई सल्भ गर्दा यो भयो हाम्रो एकचोटि क्यालकुलेटर हेरौँ कति हुने रहेछ भन्दा यो चाहिँ 15 ओके मल्टिप्लाइड बाई 25 is equals to 375 हुँदो रहेछ. सो माइनस 375 प्लस 750 माइनस 75 इज इक्वल्स टु कति भयो. यसलाई सल्भ गर्दा 75 भनेपछि 400 माइनस 475 सरी 450 प्लस 750. therefore कति आयो. प्रफिट इज रुपिज 300 आयो. यसरी हामी सल्भ गर्छौँ. प्रफिट पनि आयो हाम्रो, प्राइस पनि आयो. प्राइस 120, क्यू 5 युनिट्स र टोटल प्रफिट 300. यसरी हामी यो प्रब्लमलाई सल्भ गर्न सक्छौँ. भिडियो अन्तसम्म हेरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद. अर्को भिडियोमा फेरि भेट हुनेछ. तबसम्मको लागि बिदा दिनुहोस्. हवस् त, नमस्कार.